H1 बेकरी एन्ड उद्योग जुम्ला बजार, एसके होम डेकोर एन्ड फर्निचर सप्लायर्स बस पार्क जुम्ला, जीपी स्टेशनरी एन्ड सप्लायर्स जुम्ला बजार। उच्च गुणस्तर, उचित मूल्य र भरपर्दो सेवाका लागि। नमस्कार, कुटीरो विशेष संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर 3 स्थित सुर एन्ड सुपन्न अर्ग्यानिक होटेलमा आइपुगेका छौँ। यो होटेलमा हामी किन आइपुगेका हौँ भने यो होटेल जसले सञ्चालन गरिरहनु भएको छ, उहाँ 1 दशकभन्दा बढी समय अरबका विभिन्न देशहरूमा आफ्नो समय व्यतीत गरेर आउनुभएको हो र अरबबाट फर्केपछि उहाँले निरन्तर रूपमा यो होटेल सञ्चालन गर्दै आउनुभएको छ भने यो देशका 50 वटा प्रभावशाली युवाहरूको सूचीमा पर्न सफल चित्र बुढा हामीसँग हुनुहुन्छ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। नमस्कार, धन्यवाद थमाजी। यो जुन यो गुठीचौर गाउँपालिकाको गुठीचौर छिर्ने ढोकानेर तपाईँले एउटा होटेल सञ्चालन गर्नुभएको छ। तपाईँ त लामो समय विदेश पनि बस्नुभयो। यो होटेल सञ्चालन गर्नुको खास के हो, के कारणले तपाईँले उत्साहित गराएको हो? यो चाहिँ विशेष गरेर तपाईँलाई धन्यवाद, यहाँसम्म आइदिनु भयो। यो होटेल व्यवसाय भनेको एउटा टुरिज्मलाई, नेपाललाई चाहिँ एउटा धेरै ठाउँहरूमा एउटा नेपाललाई समृद्ध बनाउनमा पनि, आफूलाई चिरपरिचित र आफ्नो व्यवसायप्रति प्रचलित भएर चाहिँ अगाडि बढ्न एउटा होटेल व्यवसायमा अहम भूमिका खेलिरहेको हुन्छ। होटेल व्यवसाय त्यो मैले लामो समय लगभग 10 वर्ष अर्काको ठाउँमा काम गर्दाखेरि अनि मैले चाहिँ यहाँ आएर यो 2020मा जब कोरोना सुरु भयो, त्यो कोरोना पछि मैले यहाँ आएको। यहाँ आएर चाहिँ यो ठाउँमा पनि केही गर्न सकिन्छ है। अब यहाँ त जुम्ला भनेको त हरेक कुराले चाहिँ समृद्ध ठाउँ छ। हामीले सुने भन्दा फरक नै छ नि त जुम्ला। तर तपाईँ जुन बेला अरब जानुभयो नि, हजुर, विदेश जानुभयो नि, त्यो बेला त तपाईँलाई लागेको थियो यहाँ बेरोजगारी छ होइन, यहाँ कमाइ खाने भाँडो छैन, त्यसो भएको हुनाले यहाँ बस्न चाहिँ कठिन छ। यो हिसाबले त जानुभयो होला नि, अरू कुनै त्यस्तो कारणले जानुभएको हो? अभियसली भनेकै त्यही नै हो। अब हामीसँग रोजगारी थिएन, अब हामी एकदम न्यून वर्गबाट हामी बिलो गर्ने मान्छे हो होइन। हामीसँग त्यो एक्सेस लेभल थिएन कि हामीले इभन अहिले आएर हामी सङ्घर्ष गर्नुपर्छ भन्ने चाहिँ थियो। तर यसरी चाहिँ होटेल गर्नुपर्छ, यसरी चाहिँ हामी अब आफैमा समृद्ध हुनुपर्छ भनेर एउटा सोच चाहिँ के थियो भने हामी बाहिर गएर पनि हामी केही न केही सिकेर आउँछौँ र केही न केही आफ्नै ठाउँमा गर्छौँ भन्ने उद्देश्य थियो। लामो बसाइपछि त्यहाँको एउटा सिकाइले चाहिँ अब अर्काको ठाउँमा धेरै मेहनत नगरेर आफ्नै ठाउँमा चाहिँ यसलाई सिपलाई सदुपयोग गर्ने र यहीँ गर्ने भने तपाईँको 2020मा म रिटर्न भएँ। रिटर्न भइसकेपछि एक त हामी गाउँ छोडेर जाँदाखेरि चाहिँ इभन हामीलाई जुम्ली भाषा बाहेक अरू राम्रोसँग आउनु पनि आउँथ्यो थिएन है। इभन काठमाडौँ गयो भने हामीले जति ठुलो फुर्ती गरे पनि हामीले बोलेको टोनले गर्दा हामीलाई यो मान्छे पहाडतिर गयो भन्ने चिन्थे। अनि बिस्तारै चाहिँ हामी समग्रमा घुलमिल गर्दै काम गर्दै हामीलाई सुरुवाती पोइन्टमा चाहिँ हामीलाई साह्रै नै गाह्रो भयो नि। जब जुन लेभलमा पुगेर काम गर्न थालियो अनि यहाँ फिर्ता भइसकेपछि धेरै सोचियो। अनि साथीहरूले पनि भन्न थाले, अब जुम्लामा आएर यो लेभलको जागिर साइड छोडेर तिमी आयो भने अलिकति चुनौती नै छ भन्ने खालको भएको थियो तपाईँको। त्यसै गरेर यहाँ आइसकेपछि बिस्तारै मैले चाहिँ सुर एन्ड सुपन्न अर्ग्यानिक होमस्टे खोल्ने निधो गरेँ। अनि त्यो गर्दा गर्दै यसको नामाकरण पनि यसरी भयो कि जो मेरो बुवा र आमाको नामबाट यसलाई चाहिँ शुभारम्भ गरेँ। बुवाको नाम चाहिँ सुर बुढा थियो, आमाको नाम सुपन्ना बुढा थियो। त्यसैबाट उहाँहरूको नामले शुभारम्भ गरेर अनि एकदम टिपिकल जस्तै जुम्लामा भएको उत्पादित चिजलाई जुम्लाले नै खानुपर्छ, बाहिरबाट आएको पाहुनाहरूले पनि जुम्लाकै खाना नै खाइदिनुपर्छ भन्ने हिसाबले चाहिँ अर्ग्यानिक सुरु गऱ्यौँ। धन्य अहिले 6 वर्षको अन्तरालपछि हामी अर्ग्यानिकले दिन प्रतिदिन अहिले एउटा ब्रान्डको रूपमा चाहिँ चिनिन सफल भएको छ। अझै मेहनत गर्न बाँकी छ। अनि यो 6 वर्ष जुम्ला आउँदै गर्दाखेरि अनि मेरो ज्ञान सिपले गर्दा अहिले जस्तै तपाईँको जुम्लाको तातोपानी गाउँपालिका, चन्दना नगरपालिका, पातारासी गाउँपालिकामा दिवा खाजा कार्यक्रमहरू छ जो त्यो अर्ग्यानिक खाजाहरू मात्रै खुवाउने गरिरहेछ। त्यसको मैले चाहिँ त्यो मेनु क्रिएट गर्ने, त्यो
यहाँ जुम्लामा यो कन्सेप्टले चाहिँ राम्रो हुन्छ भन्ने त्यो सहयोगी दाता अथवा फाउन्डरहरू उहाँहरूसँग विश्व खाद्यको जस्तै हाम्रो चक्रजीसी हुनुहुन्छ, त्यस्तै पालिका प्रमुख उपप्रमुख त्यहाँका उहाँहरूले चासो देखाउँदाखेरि अहिले सायद हजुरहरू पनि जान सक्नुहुन्छ होला। यी पालिकाहरू अहिले टोटली चाहिँ अर्ग्यानिकमय भइसकेका छन्। बच्चाहरू पनि हेल्दी छन्, बच्चाहरू पनि पहिलाभन्दा स्कुल जान रुचाउँछन्। पहिला बोर्डिङ भनेर एकदम तपाईँले विदेशमा हुँदा गरेको काम के हो? म एकदम जिरो लेभलबाट होटेल लाइनमा छिरेको मान्छे। म चाहिँ हेल्पर हुँदै म 5 स्टार होटेलको सुपरभाइजर लेभलको सेफसँग पुगेँ, जुन हाम्रो भाषामा चाहिँ सिडिपी भन्छ। सिडिपीसम्म पुगेर ब्याक भएर यहाँ भनेपछि तपाईँ त्यहाँ होटेल लाइनमा भएको हुनाले पनि यहाँ होटेल हजुर त्यो सम्बन्धी नलेज भयो। अनि त्यसले गर्दा अहिले पनि निरन्तर हामी होटेलमै केही गर्नुपर्छ भन्ने भयो। अनि अर्को सेकेन्ड पार्ट चाहिँ मैले सिकेको सिप चाहिँ म माथि मात्रै सीमित नरहोस् भनेर अहिले तपाईँको जुम्लाका विभिन्न ठाउँहरूमा मैले ट्रेनिङ दिने गरिरहेको छु। जो चाहिँ गैर आवासीय के भन्छ संस्थाहरू, गैर सरकारी संस्थाहरू जस्तै तपाईँको यो नेपाल सरकारको यो साना घरेलुहरू यिनीहरूको उसमा चाहिँ अथवा पालिकाहरू उहाँहरूसँग उनीहरूले माग गरे अनुसार ठाउँ ठाउँमा चाहिँ होटेल व्यवस्थापनदेखि लिएर सिप वृद्धिका कुराहरू, युवा रोजगार बन्ने कुराहरू, आफूलाई कसरी चाहिँ डेभलप गर्ने भन्ने कुराहरूको चाहिँ तालिम दिने काम पनि गरिरहेको छु। अनि अर्को कुरा अब कृषिमा पनि सम्भव हुनुपर्छ। जस्तै हामी होटेल गर्दाखेरि होटेल सँगसँगै तपाईँले अरू यो हजुर भेडा पालन पनि गरिरहेको छ नि त। अहिले लगभग मसँग 200 एकदम बिउको लागि 200 माउ भेडा छन् र त्योबाट हामी वर्षेनी हामीसँग 300 को हाराहारमा छ। हाम्रो टार्गेट भनेको वर्षेनी 1.5 देखि 200 बेच्ने हो हैन। त्यसले गर्दाखेरि हामी अहिले निरन्तर भेडामा चाहिँ लगभग एकदम राम्रो आम्दानी छ। अब यही वर्ष अगाडि चाहिँ के थियो भने तपाईँको यही हाम्रै गाउँमा यही ठाउँमा 1000 रुपियाँदेखि 1100 रुपियाँसम्म केजीको किनबेच हुन्थ्यो। अहिले यो हाम्रो स्रोत केन्द्र जब स्थापना भएर हामी यहाँ काम गर्दाखेरि हामीले 800 मा ल्याइसकेका छौँ मासु अहिले मासु। हजुर भनेको मतलब उत्पादन धेरै भयो भने मूल्य पनि उत्पादन बढाउने, मूल्य चाहिँ घटाउने, जहाँ कि आम मान्छेको पहुँचमा पुगोस्। अब यो सेरोफेरोमा अलिकति यहाँतिर मान्छेहरूले कन्सेप्ट छैनन्। जस्तै उदाहरणको लागि 2 जना क्यारम बोर्ड खेल्छ भने गाउँमा 4 जना हेरेर बसेका हुन्छन् सर, केही गर्नुपर्छ भन्ने छैन हैन। अनि जस्तै हाम्रो ठाउँमा हामीलाई कामदार पाउन पनि गाह्रो छ। हामी बेरोजगार छौँ भनेका छौँ, तर हामी सानोतिनो कामहरू गर्न। जस्तै जुम्लाको अधिकांश होटेलहरूमा हेर्नुभयो भने खाना पकाउने मान्छेहरू तलतिरबाट आछन् है। नेपालगञ्ज, सुर्खेत, इभन काठमाडौँबाट जुम्लामा मान्छे काम गर्न आछन्। तर हाम्रो जुम्लाको मान्छेहरू के भन्छन्, होटेलमा पनि कोहीले काम गर्छ र एउटा ट्याग लागेको छ है, भाँडा माझेर पनि अर्काको भाँडा माझ्ने भन्छ। आफू बेरोजगार छ भने अर्का भाँडा काम त सानो ठुलो हुँदैन नि। विदेशमा गयो भने नि गर्ने काम त त्यही गर्ने। विदेश गर्न विदेशमा एउटा मात्र ओड हुन्छ कि मान्छेले काम भन्ने हुन्छ कि, चाहे त्यो हाउसकिपिङ होस्, चाहे स्टोबडी होस्, चाहे हरेक कुरा भनौँ न, सामान्य टोयलेट क्लिनर किन्न होस्, काम चाहियो, किनभने पैसा कमाउन गयो नि त हैन। तर यहाँतिर चाहिँ त्यो छैन। अनि त्यहाँ कामको भ्यालु छ क्या, त्यहाँ यहाँ कामको सम्मान पनि छ, सम्मान छ। तर यहाँ काम गर्ने मान्छेहरूलाई पनि अलिकति हेर्ने मान्छेहरूको पनि दृष्टि अलिकति चेतनामा वृद्धि छैन। जस्तो तपाईँले विदेशमा गरिरहेको काम र जुम्लामा गरिरहेको काम त उही हो हैन। तर तपाईँले मान्छेहरूले के सोच्छन्, विदेशमा अलिक फरक खालको काम गरे होला, यहाँ आएर होटेल गरिरहेछ भने त्यस्तो सोच्छन् कि? हजुर, इभन त्यही छ। अब जस्तै अब हामी एउटा इक्जाम्पलको लागि एउटा कुनै सरकारी कार्यालयमा तपाईँको एउटा कार्यालय सहयोगीको पदको लागि नेतादेखि दुनियाँ भनसुन गरेर 20,000 तलबलाई मरिमेटे गरे हुन्छन् क्या। एउटा राम्रो कुकले अहिलेको सिनारिटीमा पनि एउटा राम्रो कुकको तलब यहीँ जुम्लामै तपाईँको 50-60 हजार रुपियाँ छ क्या हैन। काठमाडौँबाट आएको मान्छेले यहाँ 50,000 रुपियाँ तलब लिएर गइरहेछन् जुम्लाबाट। अनि त्यहीबाट हामीले सुरुबाट सिक्यौँ र 4 वर्ष त्यही उहाँहरूसँगै सिक्यौँ, 4 वर्ष हामीसँगै काम गऱ्यो भने त उहाँले विदेश जानै परेन नि। यदि विदेश जानुभयो भने पनि अलि दुःख पाउनुहुन्न नि। यो तपाईँले यहाँ होटेल व्यवसाय गर्नुका सुरुका कठिनाइहरूदेखि लिएर आजको अवस्थासम्मको अनुभवहरू बताइदिनु न। यस्तो छ सर, सुरुमा चाहिँ एकदम गाह्रो थियो। अनि सबैभन्दा गाह्रो चाहिँ ट्रान्सपोर्टेसन, यो रोड चाहिँ एक्सेस एकदम गाह्रो थियो। भर्खर कच्ची रोड थियो, मान्छेहरूलाई पनि एकदम बिरलै आउन पाउने, आयो भने पनि तपाईँको बाइकहरूको खर्च धेरै आउने, बाटोहरू एकदम हिलाम्मे अनि धुलाम्मे हैन, त्यस्तो गाह्रो थियो। जब तपाईँको यो
3 वर्ष यता ग्राइभिल भयो यो सडक अनि त्यो पछाडि एकदम आनन्द भएको छ। सबैभन्दा सजिलो भनेको सर तपाईँलाई मान्छेलाई सजिलै पाउने भनेको गाडीको एक्सेस, बिजुलीको एक्सेस र पानी यावत वातावरण भयो भने राम्रो रहेछ सर। त्यसले गर्दा अहिले चाहिँ एकदम राम्रो छ। तपाईँको ब्याक टु ब्याक कस्टमरहरू भनौँ न, हाम्रो यो टुरिस्ट पनि एकदम बढिराख्नु भएको छ, एकदम राम्रो भइरहेछ। अहिले राम्रो भइरहेको छ। वार्षिक रूपमा आम्दानीलाई बताउनु पऱ्यो भने कसरी भन्नुहुन्छ? एक्चुअलै भन्नु परेन, लगभग भन्दा पनि अहिले यस्तो छ, अब 2-3टा बच्चापछि 2टा छोरीहरू काठमाडौँ, एउटा छोरा जुम्ला बजारमा पढाउन पुगिरहेछ अनि प्लस आफू सबै स्टाफहरूलाई म्यानेज गरेर खाना लाउन हिँड्न पुगिरहेछ। हामी फ्यामिली वर्क पनि छ, बुढाबुढी लगायत 3जना जसले हामी काम गरिरहेछौँ। भेडामा 2जना हुन्छन् हाम्रो अनि हामी मिलेर गरेर लगभग 5-7 जनाको हाम्रो भने तपाईँ आफूले सुरु गरेको एउटा कन्सेप्टबाट होइन, अवधारणाबाट यहाँ 5-6 जनाले रोजगारी पाइरहेका छन् र तपाईँको आफ्नो बच्चा-बच्ची पनि राम्रो ठाउँमा पढिरहेका छन् भनेपछि हामीले काम खोज्नलाई छुट्टै कुनै ठाउँ जानु पर्दैन। तर हामीले यही मेहनत गऱ्यौँ भने अथवा हामी जहाँसम्म त्यही मेहनत गऱ्यौँ, केही नयाँ काम गर्न सक्यौँ भने हामी सफल हुन सक्छौँ। एकदम हामीले जहाँ गए पनि एउटा कडा मेहनत चाहिँ गर्नैपर्छ, आत्मविश्वासमा हुनैपर्छ। आत्मविश्वास र कडा मेहनत गऱ्यौँ भने हामीले कुनै पनि ठाउँमा गए पनि असफल भन्ने हुँदैनौँ। चाहे जुनसुकै ठाउँमा गए पनि हामीले कामै नै गर्ने हो होइन। तर अलि राम्रो ब्याकग्राउन्डबाट राम्रो पढेलेखी गएर चाहिँ आफू कुन सेक्टरमा जाने हो त्यो सम्बन्धी नलेज भयो भने मान्छे त्यसरी नै अगाडि बढ्ने हो। अब हामी जस्तो सामान्य परिवारको मान्छेहरू एक्कासी ठुलो सोच लिएर गयो भने पनि त्यसले दुःखै पाउने हो सर होइन। किनभने चाहिँ हामीले त 0 लेभलबाट सुरु गर्दाखेरि हाम्रो क्षमता अनुसार जतिसम्म हामीले सक्छौँ त्यतिसँग हामी हिँड्दै जाने हो क्या। जस्तै मैले 50 केजीको भारी बोक्न सक्छु भने 45, 48, 47सम्म बोकेकै राम्रो है। त्यो क्षमता सँगसँगै सपना सँगसँगै आफ्नो क्यापेसिटीसँग मेल खानै गयो भने माथि पुगिन्छ। अब 50 केजीको बोक्ने छ नि 81, 55 केजी बोक्न थाल्यो, 60 केजी बोक्न थाल्यो भने साथी कहाँ जान्छ त्यो चाहिँ गाह्रै हुन्छ। सुरुमा अहिलेको युवामा त्यस्तो देखिरहेको थिएन होइन, मान्छे आउँछन् आउँदैन भन्ने थाहा थिएन। तर आज गुठीचौर त जुम्ला जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बनिसकेको छ होइन। यो यस्तो भविष्यमा हुन्छ होला भन्ने चाहिँ लाग्थ्यो तपाईँलाई? त्यो लाग्थ्यो सर। म धेरै ठाउँमा घुमेको हुनाले हाम्रो भन्दा कयौँ विकट ठाउँहरूमा चाहिँ मान्छेहरू होमस्टे सुरु गरेर बसेका अनि त्यहाँको भविष्यमा चाहिँ यो हुन्छ है, यो यहाँबाट टुरिज्महरू यहाँ हुन्छ। हाम्रो त अति सम्भावना तपाईँको रारादेखि एकदम नजिक, जुम्लाबाट पनि पिकनिक स्पोट हुन एक दिन नजिक। गोठीचौर हामीले सुन्न गरेको गोठीचौर भने जुम्लाभरिको गोरुहरू चर्ने ठाउँ भयो नि। अब एक किसिमको यहाँको इन्भाइरोमेन्ट नै छुट्टै छ नि सर। अब हिजो रोड नहुँदा पनि मान्छेहरूको आउजाउ त आउजाउ हुन्थ्यो हजुर। रोड नहुँदा मान्छेहरू सीमित मान्छेहरू आउँथे, थापाको यो स्कुलको स्टुडेन्टहरू होइन, अनि त्यस्तै कलेज बिदा भएको मान्छेहरू आउँथे। अब अहिलेको उसमा चाहिँ झन् तपाईँको जुम्लामा MBBS पढाइ भइदिँदाखेरि, स्टाफ नर्सहरू हुँदाखेरि, अनि त्यस्तै विभिन्न खाले सङ्घ संस्थाहरू एकदम बढी हुँदाखेरि अनि हरेक कार्यालयहरू गर्दाखेरि अनि जुम्लामा कहाँ जाने त भने गोठीचौर जाउँ न भन्ने थियो। अनि बाटोमा सर र अहिले त अटो समेत आइहाल्छ होइन। अनि अर्को कुरा चाहिँ पैदल यात्रा जाउँ भन्दाखेरि फोक्सन्ड यहाँबाट फेरि नजिक पर्ने भयो। अनि त्यसले गर्दाखेरि पनि अनि एकदम राम्रो छ। अर्को कन्सेप्ट चाहिँ के थियो भने मेरो यहाँ आउनुभन्दा पहिला जुम्लामा गएर चाहिँ तर जागिर रिजन दिइसकेपछि चाहिँ 1-2 दिन निन्द्रा चाहिँ लागेको थिएन। त्यहाँको जागिर छोडिसकेपछि पनि झ्यापै मेरो त्यति मैले जागिर छोड्ने बेला 1,80,000 रुपियाँ हुन्थ्यो नेपाली 1,80,000 रुपियाँ हुन्थ्यो। अनि त्यो छोड्दै गर्दाखेरि चाहिँ 2 दिनसम्म निन्द्रा चाहिँ लागेको थिएन, किनभने झ्यापै छोडिहालियो। अब यहाँ अब यसरी सुरु गरियो भने के हुन्छ कस्तो हुन्छ भन्ने भयो। अनि एउटा कन्सेप्ट चाहिँ के थियो भने ममा सिप छ, के हुन्छ र 2-4 वर्ष दुःख गर्ने फेरि जाने हो भन्ने पनि आँट थियो। सफल भएन भने फेरि जान्छु या अब कसैसँग पनि कुनै अरूसँग पनि सहयोग मागेर भने साझेदारीमा भने कुनै ठाउँ न कुनै ठाउँ काम गर्छु भन्ने आँट चाहिँ थियो। अनि इभन अर्को 3टा बाटो थियो कि म होटेलबाट असफल भयो भने कृषिमा सफल हुन्छु भन्ने चाहिँ त्यो 2 दिन पाटो लिएर चाहिँ आइरहेको थिएँ। आत्मविश्वास एकदम आत्मविश्वास भयो भने र आशावादी भयो भने मान्छे सफल हुन्छ। अहिले त्यस्तो एकदम VIP लग्जरियस स्टाइल पनि ममा केही पनि छैन। मेरोमा सिम्पल माटा घर छ,
बाहिर ढुङ्गा माटोले चिनिया छ, भित्र काठै काठ छ, तपाईँले देख्न सक्नुहुन्छ होइन। माथि चाहिँ मैले अझ माथि छाना पनि तपाईँको के माटाकै हाल्ने स्टाइल थियो पुरानो, तर यहाँ अलिक बढी हिउँ पर्ने, बढी पानी पर्ने भयो हुनाले अलिकति चुइने सम्भावना भएको हुनाले मात्र अलिकति टिन युज गरिएको छ। एकदम यहाँ हिउँ पऱ्यो भने पनि मान्छे आउनुभयो भने गेस्टहरू इन्जोय गर्नुहुन्छ, किनभने न्यानो त्यत्तिकै छ होइन। अब मजाले दाउरा तापेर गफगाफ गरेर गर्न मिल्ने ठाउँ भयो हुनाले त्यति साह्रो चाहिँ मैले केही पनि गरेको छैन, तर जे गरेको छु मजाले आफ्नै हो। यहाँ आउनुभयो भने जो पनि पाहुनाहरूले पनि हामी जुम्लाकै खाना खुवाउने हो मैले जस्तै। हजुर, अब जस्तै मैले अस्ति भर्खरै तपाईँको 45 देशको इन्टरनेसनल सेफ सोसाइटीहरूले आयोजना गरेको खानामा पूर्वको झापा दमकमा म गएर मेरो जुम्लाको खाना, मेरो होटेलमा पाइने खानाको प्रदर्शनी गरेँ, जसमा चाहिँ जुम्ली क्लाउडी सुप भनेर मैले सुपमा दिएको थिएँ। त्यो चाहिँ रुवा सागको हाम्रो मकैको पिठो थियो यहाँको, अनि यो पाटनमा पाइने हाम्रो रुवा साग तपाईँ हामीलाई थाहै छ के अरे, रुवा साग थियो होइन, अनि हाम्रो घिउ थियो। अनि त्यसले गर्दा के भयो त नाम चेन्ज भयो, हामी सिधै हाम्रो लोकल भाषामा रुवा सागको फाँडा भन्थ्यौँ, तर जुम्ली क्लाउडी सुप इन्टरनेसनल मार्केटमा लिनलाई। अनि अर्को कुरा जुम्ली थाली भनेर अस्ति मैले 15वटा आइटम राखेर चाहिँ एउटा थाली बनाएको छु, जो त्यहाँ चाहिँ अत्यन्त रुचाइयो। तपाईँहरू न्युजमा पनि हेर्न सक्नुभयो होला, त्यतिखेर प्राइम टाइम न्युजमा ऋषि धमलाजीले लाइभ गर्नुभएको थियो, अनि त्यो छ पत्र पत्रिका पनि आयो। अनि त्यसै गरेर अर्को चाहिँ हामीले तपाईँ त अघिल्लो वर्ष अनलाइन खबरको त्यो तिनवटा म भन्दैछु। अनि त्यसपछि अहिले जुम्ली स्विट चिनो हनी पुडिङ भन्ने निकालेको छु, जो हाम्रो चिनो भनेपछि पहिला चाहिँ हामी गाउँघरतिर मान्छेले हजुर कम रुचाइने, अनि भनौँ न अहिले ठ्याक्कै उल्टो भएको छ सर। पहिला धनी मानीहरूले ट्याक्क भात खाने, ओठालामा हात धुन आउने, गरिबले रोटा खाने भन्थ्यो नि, हाम्रै जस हामी सानो सानो हुँदा भएको हामीले देखेको। अहिले ठ्याक्कै उल्टो भएको छ नि, अहिले धनीहरूले ट्याक्क 2 रोटी खाने, बिहान बेलुका चाहिँ वर्किङ गर्ने होइन, अनि गरिबले मजाले भात खाने, त्यो थियो नि हो ठ्याक्कै त्यो अहिले भने। अनि चिनोलाई काउलाई प्रमोट गरेर एकदम उत्कृष्ट भयो। अनि गत साल तपाईँको काठमाडौँमा को भिरकुटी मण्डलमा अनि नेपालभरिकै यङ स्टारहरू कति छन् त, जसले चाहिँ 35 वर्षभित्रमा चाहिँ यो हाम्रो क्षेत्रमा कुकिङ क्षेत्रमा, कुकिङ पाठ कलामा कति योगदान दिएछ त होइन। काम त जसले पनि गर्यो, तर गरिसकेपछि आफूमै सीमित राख्यो कि पैसाकै लागि गर्यो कि होइन, समुदायलाई के दियो भन्ने हुन्छ। अनि पछि मेरो बारेमा रिसर्च गर्दै जाँदाखेरि मैले त समुदायमा त अहिले पनि 2-4 महिना टाइम दिइरहेको छु नि। जस्तै म डोल्फामा गएँ होइन, जुन ठाउँमा केक भन्ने के हो भन्ने कुनै गाउँमा थाहा नै छैन होइन। जस्तै अब बाजुरामा गएँ म होइन, यहाँको तपाईँको जुम्लाकै गाउँमा गएँ, अनि उनीहरूलाई चाहिँ केक भनेको यो तपाईँकै घरमा पनि पाक्छ भनेको थियो, तपाईँको हिटरमा उहाँहरूकै भात खाने कुकरमा केक बनाएर खुवाउन सिकाइदिएँ है। अनि त्यो यो घरेलुहरूले अनि हाम्रो किडाक नेपालहरूले यस्तो यस्तो कार्यक्रमहरू गर्दाखेरि अनि त्यसले गर्दा खुसी लाग्छ क्या। अनि जस्तै तपाईँको यो हिसाबले जस्तो विदेशमा कमाइरहेको कमाइभन्दा कम हुँदा पनि खुसी लाग्दो रहेछ एकदम सर। आत्मविश्वास जस्तै म विदेशमा हुँदाखेरि पैसा नै सब थोक रहेनछ जस्तो लाग्छ क्या। हजुर, यहाँ कसैको मर्दा मलामी, खुसियालीमा जनता, अनि कसैलाई दुःख सुख पर्दा साथ दिन पाउँदा नै खुसी लाग्छ सर। अब विदेशको लाइफ चाहिँ एकहोरो लाइफ जस्तो हुन्थ्यो। जस्तै बच्चाहरूलाई हामी होस्टेल हाल्छौँ नि होइन, पढ्न त ऊ बाध्यताले पढ्या छ होइन, तर मानसिकमा त उसको जहिले पनि घरमा आमा बाउ साथीभाइ छरछिमेकी हुन्छ नि है। हामीलाई विदेशमा पनि त्यही हो क्या, ज्यान त्यहाँ हुन्छ, पैसा ध्यान त त्यहाँको हुन्छ। सोच प्रत्येक नेपालीको चाहिँ आफ्नै देशमा हुन्छ क्या। नेपाली नभनु जो जहाँको मान्छे भयो भने आफ्नो जन्म ठाउँकै हुन्छ। त्यसले गर्दा यहाँ खुसी बाँड्न पाउँदाखेरि अलिकति रिस्क चाहिँ नेपालमा धेरै नै छ सर। नेपालमा मान्छेहरूले जटिलताहरू के हुन्? जस्तो व्यवसाय गर्नुभयो, कानुनी जटिलता, सरकारी कामकाजको झमेला, त्यस्तो केही लाग्छ कि लाग्दैन? लाग्छ सर, किनभने एउटा उद्योग दर्ता गर्नलाई जस्तै हामीले स्रोत केन्द्र खोल्नलाई, भेडा उद्योगबाट स्रोत केन्द्र खोल्नलाई झन्डै 6 महिना लाग्छ सर होइन। यो झन्झटिलो प्रक्रिया दुःख हो होइन, दुःख पनि हो। अनि एक किसिमले चाहिँ उहाँहरूको पनि अब एउटा भेरिफाई गर्नु हाम्रो पनि हो, तर अलिकति क्विक डिसिजन चाहिँ नलिने क्या। अब काम हुने हामीलाई त कस्तो लाग्थ्यो भने हुन्न भन्यो भने सिधै हुन्न भनिदियोस् क्या, मान्छेले अर्को प्रोसेसै नचालोस् क्या। हुन्छ भन्दा पनि नछोड्ने, काम पनि नहुने, यो हाम्रो सरकारी समस्या छ। समस्या सबभन्दा त्यो। अनि अर्को कुरा चाहिँ यहाँको सिनारिटीमा चाहिँ मान्छेहरूले अहिले पनि व्यवसाय भनेको अझै बुझ्न अझै कम लाग्छ क्या सर।
जस्तै अहिले एउटा तितो सत्य तपाईँलाई के भन्छु भने विदेशतिर मान्छेहरू आयो सट्ट त्यहाँ हाम्रो पनि अहिले त मेनु त छ नि सट्ट मेनु हेऱ्यो क्षमता अनुसार खाना खान्छ कि सर होइन 100 रुपियाँ खानेले पनि खायो 500 रुपियाँ खानेले पनि खायो ट्याक्क क्यास पेमेन्ट गर्यो क्या होइन उधारो भन्ने नै हुँदैन क्या त्यो भयो भने साउजीले पनि त्यही लिमिट हुन्छ त हाम्रो अर्को के सिस्टम छ भने चिनिया मान्छे आफ्नै दो भन्ने हुन्छ खायो 2-3 वर्ष मान्छे गायब हुन्छ एउटा सानो व्यवसाय गरिराखे मान्छेले होइन अनि त्यसकै चाहिँ खाने यताउति 2-4 वर्षपछि धकेल दियो भने अनि ब्याग चाहिँ उहाँहरू कति भयो जस्तै हाम्रै जुम्लामा ठुल्ठुलो व्यवसायहरू एकदम धराप भएको चाहे एउटा होटेल मात्रै होइन क्या धेरै व्यवसायहरू चाहिँ तपाईँहरू किन यस्तरी भएर 81 कोही इन्डिया जानु परेको कारण कोही फेरि चाहिँ एकदम इमान्दारबाट सिधै बेमानीमा परिणत भएको कारण चाहिँ मलाई चाहिँ मेन जोखिम भनेको जुम्लाको उसमा सिनारेटीमा चाहिँ उधारो लाग्छ सर यसले गर्दा व्यवसाय राम्रो भइरहेको व्यवसाय डुबिरहेछ नि त्यस्तो धेरै जग्गालाई देखियो क्या अनि अर्को चाहिँ तपाईँको नर्मली जोखिमहरू भने त यस्तो अरू आउने जाने यताउति त साथै नै भइरहेको छ त्यति साह्रो जटिल पनि छैन जुम्लामा त्यति साह्रो अब प्रकृतिले नै यति सुन्दर ठाउँ दिएछ कि खासै त्यति नराम्रो चाहिँ भन्नै मिल्दैन क्या तर हामीमा अझै चेतनशील हुनुपर्छ आउने पाहुनाहरूलाई अझै हाम्रो गर्ने व्यवहारहरू चेन्ज हुनुपर्छ चाहे त्यो अटोवाला होस् चाहे चाहिँ नि त्यो गाडी चाहे हामी होटेलवाला होस् होइन सबैले आफ्नो क्षेत्रबाट हामीले कसरी हुन्छ बाहिरको चाहिँ पाहुनाहरूलाई भित्र्याउने काम गऱ्यौँ भने हाम्रो भविष्य चाहिँ इभन यहाँ गोठीचौरले नै जुम्लालाई समृद्धि बनाउन जस्तो लाग्छ तर हामीले गोठीचौरलाई चाहिँ अझै तपाईँहरू जस्ता व्यवसायहरूले ग्राहकका निम्ति गर्न नसकेको के हो जस्तो लाग्छ हामीले गर्न हस्पिटालिटीमा तपाईँहरूको कमजोरी छ कि होइन हस्पिटालिटीमा त पक्कै पनि छैन राम्रो राम्रो लग्जरी जुन ग्राहकले चाहनु भएको छ त्यो अनुसारको फेसिलिटी दिइसकेका छन् एउटा कुरो के छ भने हामीले ग्राहकलाई गर्न नसकेको भनेको जुम्लाको जस्तो बाहिरबाट आउने ग्राहकलाई भन्छु म जुम्लाको स्पेसल उनीहरूले जो माग छ त्यो अझै पनि हामीले अझै पुर्याउन नसके जस्तो लाग्छ क्या होइन अनि हामीले पनि त्यो किसिमको इन्भाइरोमेन्ट नबनाए जस्तो लाग्छ जस्तै हामी मनाङ गयौँ भने मनाङको छरछिमेकमा त्यो खोला नालादेखि नै भुइँमै बसौँ जस्तो वातावरण छ क्या है हाम्रोमा त्यो मिचा काट्यो भनेपछि जुवाड खोलादेखि लिएर बजार पनि यो हो भने बरु गोठीचौर चाहिँ आनन्द छ चौरमै सुत्न पाए हुन्थ्यो यार के हो त्यो बजारमा यता नाला उता नाला होइन तपाईँको त्यो पौवा होटेल नजिकै आयो भनेपछि यता होटेल चाहिँ यता डङडङ्गी खोलाहरू गनाइरहेछ होइन अनि मान्छेहरू पनि वकिङ गर्दाखेरि अलिकति सुन्दर प्लेस भइदिएको भए अझ उहाँहरूको कुरा के त्यस्तो थियो भने चाहिँ अझ सुन्दर हुन्थ्यो तपाईँ जतिको उमेरका युवाहरूलाई तपाईँले दिने सुझाव के हुन्छ मैले दिने सुझाव भनेको त तपाईँको हामी जतिको उमेर भने 30 वर्ष मुनिको साथीहरू 20 वर्ष क्रस भइन्छ नि 30 वर्षसम्म कुनै न कुनै मान्छेसँग एकदम कडा मान्छेसँग काम गर्नुहोस् किनकि भविष्य त्यसरी बदलिन्छ जस्तो लाग्छ तपाईँ जब 30 वर्ष पुग्नुहुन्छ नि केही न केही सोच्नुहोस् 30 देखि 40 भित्र त तपाईँ आफूलाई केही न केही गर्न सक्नुहुन्छ नि चाहे व्यवसाय हो चाहे अर्काको राम्रो पोजिसनमा जब हो चाहे सरकारी होस् अनि त्यो भित्रमा चाहिँ तपाईँले जब मेहनत गर्दै गर्दाखेरि 40 वर्ष पुगिसक्नुभयो भने तपाईँसँग जति पनि अब अनुभव हो नि व्यापार बिजनेस जीवन भनेको त अनुभवले बाँच्ने हो नि तपाईँ त्यतिखेर चाहिँ नराम्रो केही कुराहरू भयो न आफू लोस हुँदै गएँ आफूमा इम्प्रुभमेन्ट भएन भने त्यसलाई ब्याक गरिदिने राम्रो कुरालाई गरिदिने इभन भैँसी पालेर भएन भने गाई पालेर दुध बेच्न सकिन्छ भने झन् सजिलो होइन गाई पालेरै भएन भने भेडा पालेर पनि सजिलो त्यो डिसिजन मेकर उमेर भनेको 30 देखि 40 हो होइन यो उमेरभित्र गर्न सकिन्छ सिक्यो भने दृढता लिनु पऱ्यो मेहनत चाहिँ एकदमै गर्नु पऱ्यो 40 कटिसकेपछि त खासै केही गर्न सकिन्छ जस्तो त लाग्दैन गरिरहेकोलाई त टेवा दिने हो अब ठुल्ठुलो डिसिजन मेकरहरू अहिले जस्तै हामीले भनौँ नि केही गरौँ न बिजनेस भन्यो भने के नै ठुलो कुरा 1-2 करोड ऋण लाग्ने त गरिहालौँ न भन्ने टाइपको हुन्छ 40 कट्यो भने त त्यहाँ नआउला जस्तो लाग्छ होइन त्यही भएर कोही विदेशै जाँदै हुनुहुन्छ भने जानुहोस् होइन तर गएर चाहिँ सिकेर आउनुहोस् कि केही कुरा लिएर आउनुहोस् न सिकेर लिएर आयो भने काम लाग्ला यहाँ अथवा यहाँको कुरा त्यहाँ केही छ भने त्यहाँ देखाउनुहोस् कि तर सबभन्दा आफूले आफूलाई बनाउनुहोस् भन्ने मेरो सोच हो कि आफूले आफूलाई चिन्न सकिएन भने भ्यालु नै हुँदैन नि
जुनसुकै ठाउँमा पनि भ्यालु भएको मान्छेलाई दिने हो। विदेश गए पनि त काम हुने मान्छेहरू टक्क चिल्ला गाडी चढेका छन्, अरू गरेका छन्, टाइम टेबलमा हिँडेका छन्। अनि यहाँ पनि त्यस्तै भयो, क्यारम बोर्ड खेल्दै अर्को त जिन्दगी गएछ, उता दलालीलाई 2 लाख दियो तिर्यो भनेपछि अनि उता पनि त्यही काम पाउने हो क्या। अनि घरमा यहाँको जस्तो छाडा बोल्न पाइएन, छाडा ठाउँमा हिँड्न पाइएन, डुल्न पाइएन, अनि दुःख पाउँछ। अनि लास्टमा चाहिँ अनि ठाउँ ठाउँमा फोन गऱ्यो, घर आयो, झन् बिग्रियो होइन। तर सबैभन्दा भनेको आत्मविश्वास र हार्ड मेहनत चाहिँ गर्नै पर्छ सर। हस्, हाम्रो समय छुट्याइ। धेरै धेरै धन्यवाद सर, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद है।